नमस्कार। हामी अहिले मालिका मन्दिरको त्रिवेणी धाममा पुगेका छौँ। यो मालिका मन्दिर मगलसेन नगरपालिका वार्ड नम्बर 6 मा पर्छ। यी तीनटा धारा हाम्रो यो पर्यटकीय स्थल। यो भक्तजनहरूले भित्री चढाउनु भएको छ, मान्छे गइरहेका छन्। यो त्रिवेणी हो। यो त्रिवेणी हो, यो मालिका जाने बाटो। यहाँबाट माथि पर्छ मालिका। यो मालिका मन्दिर जाने बाटो। यहाँ त्रिवेणीको त्यो धारा भयो। यहाँ माथि ठुलो यो पोखरी बनाइएको छ। यो यहाँ भक्तजनहरूले डुबुल्की मार्छन्। यो हाम्रो विनोद भण्डारीजी। वाह, मलाई जुम देखाएर अगाडि ल्याएँ मैले। यो हाम्रो कति सुन्दर छ, कति शान्त वातावरण भएको हाम्रो मालिका मन्दिर। सबैको मनोकामना पुरा गरून् मालिका माताले। मालिका माता की जय। मालिका माता की। मालिका माता की। अब हामी माथि पुगेपछि गर्नेछौँ।